हेलो नमस्ते सबैजनालाई। आज हामी फेरि 1 महिनाको बादमा हामी लन्डन ब्रिजमा माछा मार्न आएको छौँ। तपाईँहरूलाई माछा कति पर्छ पर्दैन देखाउने छु। आज विशाल हामी कसेर आएका छौँ। जस मौसम एकदम सही छ, गर्मी छैन, त्यस्तो जाडो पनि छैन, एकदम शीतल छ। सो त्यही कारणले गर्दा आज माछा चाहिँ पर्छ होला पक्कै पनि भन्ने हामीलाई लागिरहेछ। त्यही भएर हामी कसिएर आएको छौँ। लगभग 1 महिना भयो होला यो ठाउँमा चाहिँ हामी माछा गरेको। हेर्दै जाउँ अब माछा कति पर्छ उहाँहरूलाई म देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु च्यानललाई। सो अब हामी भिडियो हेरौँ, फिसिङ भिडियो। कत्रो कत्रो हो, रिलले धान्न सकेन भनिरहेको छु। कता हार्नु त? रामजी रामजी राजनजी राजनजी प्लिज राजनजी। आइवा बेहोरा खत्तम छ बेहोरा, 1 पैसाको बेहोरा छैन यो मान्छे। यस्तो भनेस् के बरु मलाई तितो सत्य चाहिँ तितो लाग्छ तर सत्य बोले के 1 पैसाको बेहोरा छैन, राम्रो मान्छे बेहोरा यस्तो छैन भन्छ हो। त्यही भएर सत्य बोला तितो लाग्यो लागोस् के म त्यस्तो छुच्चो छु। तर केही न केहीमा त तिमी फेला पर्छ मेरो हात होइन। अनि त्यति बेला चाहिँ रिसाउन पाइँदैन नि। कति मजा रिसाउन पाउँदैन है त्यति बेला चाहिँ यो दाइ पनि त्यो भन्न पाउँदैन। होइन मुखले त जे चल्नु न, मुखले त जे चल्दा हुन्छ। मलाई पनि तपाईँ पनि चल्नुहुन्छ, म पनि चल्छु। मैले भन्दा नचल मन चल्दिनँ। मुखले त चलाउनु न नि, के छ र? मुखले त चल्दा केही हुन्न। कति चल्छ चल्नु पनि दाइ तपाईँ फोनमा बोलामा तपाईँलाई कहिले डिस्टर्ब गर्छु? फुर्कै जान्छु जान्न हुनु त। मेरो इच्छा कुरा हो नि, मलाई जति बेला इरिटेट गर्नु मन लाग्छ त्यति बेला गर्ने हो नि त। कति मजा आयो।
विजय सरको लागि है म अब सर जस्तो मान्छेलाई मैले यति गरिनँ भने त अनि ए तिम्रो सबै राजहरूलाई पनि दियो एकचोटि राजहरूलाई पनि दिनुहोस् है हजुर माछा लोड हुँदैछ अन्त केजी 1 केजीको माछाहरू पऱ्यो माल पऱ्यो सबै अर्को सानो डब्बा यहाँ पनि ट्याक्कै तयारी हुँदैछ रुम जानलाई आजको अब हाम्रो माछा डेन्जर पऱ्यो त हो ठुलो कस्तो दामी पर्छ क्विन फिस मिठो हुन्छ यो ठिकै हुन्छ कस्तो मजाको परेको आउने हो ल एक छाक दिन्छु तिमीलाई रतन दाइ आजको बारेमा अलिकति केही कुराहरू तपाईँ आज हामी धेरै लन्डन ब्रिजमा हामी माछा मार्न आएको छौँ तर तसर्थ हामी माछा मार्दाखेरि विशाल दाई भन्ने व्यक्तिले चाहिँ माछा सबै पनि पारेन देखाउने मान्छे पनि आएको थियो हामीले माछा त्यो पनि मगरको चाहिँ हो विशाल राई चाहिँ मगरको चाहिँ हो चिया थापाको चाहिँ हो हामीले माछा आज लगभग 20 केजी जति मार्यौँ अनि एउटा नै झन्डै एउटा आधा केजी परेको छ तपाईँहरूलाई देखाउँछु यो स्कुटर आयो बाटोको अब महिना दिन राखेर हेलो लाग्यो है अब चाहिँ माछा बोकेर लाग्यो है माछा मारेर माछा खेलियो माछा बल्छी हान्दा थाकेर अब माछा मारेर अब हामी तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो तपाईँहरूमा ऱ्याप पनि जाओस् न ऱ्याप ए विशाल भाइ के छ अनि कस्तो लाग्यो आज कस्तो लाग्यो एउटै झन्डै आधा केजीको नि तर सबै क्विन फिस मात्र पऱ्यो हेन्डसमलाई त दिनै पऱ्यो नि लाज ल गाइस हामी अब रुमतिर फर्केको हाम्रो भिडियो कस्तो लाग्यो फिसिङ भिडियो तपाईँलाई कमेन्ट गर्नु होला लाइक सेयर पनि गरिदिनु थियो त रमाइलो गर्नु पाएछ दुनिया होइन उसलाई मजा आउनु थाल्यो नि त एउटा पाउनु थाल्यो नि त